हेलो गाइस आज फेरि आज हामी अझै जो आइरन खोज्न गइरहेको छौँ किनकि हाम्रो फुल बडी भएको छैन अनि हाम्रो गोलम भाइ साहबलाई मारिहालौँ किनकि आइरन पाउँछ अनि आइरन पाएर मजा आउँछ। अनि यो एपिसोड 2 हो। मलाई यसरी इन्ट्रो गर्न सरी 1 2 3 को यो बजेको गाए तपाईँहरू कस्तो हुन्छ। आजको भिडियोमा तपाईँको स्वागत छ अनि आजको भिडियोमा हामी माइनक्राफ्ट खेल्न गएका छौँ। ल आज हामी कसरी हान्छौँ कस्तो के विषय यार त ग पहिला खाइहाल्छु त भने विषय त्यसलाई के भन्थ्यो माइनिङ गर्न गइरहेको छु। Yes, I remember. I didn't forget. I remember. Bro, what the? भाइ आइरनको बारिस भाइ मलाई साँच्चीमा आफै गर्दैन भाइ ओ यहाँ पनि आइरन म साँच्ची नजिस्क्यो भनेर आएको छु मैले भाइ अरे 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 सर अरे अरे यो कुन सिड विड मैले केही हालेकै छुइनँ रियली मैले केही हालेकै छुइनँ यस्तो सिड विड भाइ यो भाइ माथि पनि छ ले भाइ यहाँ पनि छ यहाँ त मैले हेरेन पनि हो म साँच्चीमा आफै लगाएको न अब धेरैजना कुन जनाले भिडियो हेरेर भन्छ ए भाइ आफै लगाएको भाइ मलाई आफै लगाएको ओ माई गॉड 28 बच गया ए बकेट shut bucket oh shit I lemon म ब्लग नै लाउँछु म एकदम नर्छु अब म यसलाई स्मेल थिङमा लगाइदिन्छु स्मेल भाइ यो म के गरिरहेको छु अहिलेसम्म मैले फर्नेस बनाएको छुइनँ अरे मैले एपिसोड 2 भइसक्यो अनि मैले अहिलेसम्म फर्नेस पनि बनाएको छुइनँ अझै एउटा चाहियो अझै एउटा फर्नेस पनि हाल्यो थोरै टट अनि हामी घरको लागि सामान केटा हो वुडको घर भन भाइ यो वाला चाहिँदैन प्ल्याङ्क मलाई यो राम्रो लाग्दैन मलाई यस्तो चाहियो यस्तो यस एकदम खतरा भाइ म एकदम सानो घर बनाउनु रहेछु मैले पहिले भनेको मलाई के लाग्छ छ घर डजन्ट म्याटर मेरो लागि घर डजन्ट म्याटर भाइ अहिलेसम्म घरले केही हुँदैन भाइ ले भाइ यो पनि त्यही वुड हो यार ले भ्यासके अबे यार अब यस्तै घर बनाउँछ यार अनि यो मैले सिरिज किन स्टार्ट गरेको भने मिडप्याडको फेरि म एम बिगेस्ट फ्यान अफ मिडप्याड अनि मिडप्याड हेज बिन
मलाई त्यसले मेसेज पनि गर्छ टिकटकमा अनि म तपाईँलाई सर्ट्समा देखाउँछु मिटप्याड हेज बीन मेसेज इन माई टिकटक एकदम पुरा मिटप्याड फ्यानहरू मतले तो मतरेले मात्रै तो युट्युब अकाउन्ट हेर्छ खाली एकछिनको लागि बनायो तो पछि एकछिनको लागि होइन कुन थोरै बनायो तो पछि अकाउन्ट डिलिट हान्यो त खै डिलिट हानेको के हानेको चाहिँ अहिले छैन मतलब डिलिट नै हानेको होला हो नि चिकन अनि मलाई हेर्दा त्यसो चाहिँ म पनि बनाउँछु यार म किन पछाडि बस्छु ओ भाइ अन्डा भाइ है यो वाला बायोमा जो वाला ट्री हामी एकदम सानो घर बनाउनेवाला छौँ एकदमै सानो यो भिडियो चाहिँ खासै आइरनको आर्मर बनाउनको लागि हो अनि अर्को भनेको तो घरको सामान लिनको लागि हो त्यही हो प्लिज गाइज हामीलाई 10 मलाई तपाईँ सरी 10 मिलियन छ भाइ मलाई प्लिज पठाइदिनु यति प्राउड फिल हुन्छ नि मजा आयो भाइ यहाँ पनि त्यही यहाँ पनि त्यही छ यो ब्लकको म के गरौँ म त यो दुईटा ब्लकको बनाइरहेको छु साँच्चीमा व्हाट्सएप नामा म यसरी टोडिकिन रहेको छु है म पागल भइहालेँ म चाहिँ टोडिरहेको छु यो के यसको नाम के हो कमेन्ट गरिदिनु अरे 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 भाइ यो के हो के ओ भाइ एक्सपी दिइहाल गाइस अनि तपाईँहरू त बोर भइहाल्नुहुन्छ म यति सामान कलेक्ट गरेको वजहले अनि म तपाईँहरूलाई सामान कलेक्ट गरेपछि नै देखाऊ भिडियो ओके